नमस्ते एभ्रिवान, नमस्कार। ल आजबाट हामीले प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2076 कोशी प्रदेश सम्बन्धी जानकारीका कुराहरू आजबाट हामीले पढ्छौँ। यो सम्बन्धित रहेर अब तपाईँ हामीलाई चाहिँ यहाँबाट आउने प्रश्नहरू, लङ क्वेसनहरू, सर्ट क्वेसनहरू आजको क्लासमा हामीले चाहिँ गर्छौँ। सो यो कोशी प्रदेशको लागि तपाईँहरू देखिरहनु भएको छ, स्लाइड देखिरहनु भएको छ होइन सबैजनाले? ल अब यहाँभित्रबाट अब सर्वप्रथम हामीले चाहिँ प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐनका कुराहरू गर्दा अब सर्वप्रथम हामीले यहाँभित्रबाट सुशासन भनेको के हो भन्ने कुराहरू चाहिँ बुझ्नुपर्छ है। यो देखिरहेछ, हेर्नुहोस् त सबैजनाले है। देखिरहेछ स्लाइड? बोल्दैन नि त कोही। बुक भोलि आउँछ है बुक। ठिक छ, ठिक छ। अब यो सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन पढ्नु पहिला सर्वप्रथम हामीले सुशासन भनेको के हो भन्ने चाहिँ बुझौँ है। सुशासन केलाई भनिन्छ, के हो चाहिँ यो खासमा, आखिर सुशासन भन्नाले हामीले के बुझ्ने हो भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। सो अब सर्वप्रथम चाहिँ सुशासन भनेको चाहिँ हजुर भोलि आउँछ बुक है। अब भोलि आउँछ। ल देखिरहेछ है, खै कतिजना हुन्छौँ हामी यहाँ? 71 जना। खै त सबै साथीहरूले देखिरहेछ सबैले? सबै एक्टिभ हुनु नै क्या हो? ल सो सुशासन भन्नाले के बुझिन्छ भन्ने कुरा सर्वप्रथम, अब सुशासन भनेको कानुनी शासन भन्ने हुन्छ है। सुशासन भनेको कानुनी शासनको कुरा हो। सो सुशासन भन्नाले के बुझिन्छ भने राज्यको राज्यको हरेक संयन्त्र राज्यको हरेक संयन्त्र धनगढीमा पर्सि नि पर्सि पाउँछ होला है। राज्यको हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा निर्वाह गर्नु तथा तथा विराटनगरतिर पनि अब पाउँछ होला, 7-8 गतितिर पुगिहाल्छ तपाईँहरूलाई है। अब यहाँ भोलि आउँछ त्यही अनुसार। तथा राज्य प्रणालीमा देखिरहेको छ है। अब हामीले सुशासन व्यवस्थापनको कुराहरू गर्छौँ आजबाट यहाँबाट चाहिँ हामीले। सो अब राज्य प्रणालीमा राज्य प्रणालीमा राज्य प्रणालीमा सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो छिटो छरितो छिटो छरितो सरल एवं न्यायिक न्यायिक रूपमा उपलब्ध गराई आम नागरिकलाई आम नागरिकलाई शासनको सुखद सुखद अनुभूति दिलाउनलाई नै सुशासन भनिन्छ
है। के भन्यो त भन्दाखेरि चाहिँ राज्यले हरेक संयन्त्रलाई, संयन्त्र भनेको राज्यका हरेक निकाय, हरेक इन्स्टिट्युसनहरूलाई चाहिँ जनमुखी बनाई, जनताको आवश्यकता अनुसार, जनताको माग अनुसार, जनताको आवश्यकता अनुसार के गर्नु, सेवा प्रवाह गर्नु। र राज्य प्रणालीमा चाहिँ, राज्य प्रणाली भनेको सरकार सञ्चालन प्रणाली अथवा देशको समग्र शासन व्यवस्था सञ्चालन प्रणाली, राज्य प्रणालीलाई के बनाउनु, राज्य प्रणालीमा चाहिँ सरकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई, सक्रिय एवं सार्थक सहभागिता गराई भनेको इक्वल पार्टिसिपेसन अफ द पिपुल भन्न खोजेको है। जनताको प्रभावकारी रूपमा इक्वल पार्टिसिपेसन गराई, सक्रिय र सार्थक सहभागिता गराई, राज्यले नागरिकलाई उपलब्ध गराउने, राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरूको छिटो छरितो एवं न्यायिक रूपमा उपलब्ध गराई आम नागरिकलाई शासनको सुखद अनुभूति दिलाउनलाई नै के भनिन्छ, सुशासन भनिन्छ भन्ने कुरा चाहिँ हामीले गऱ्यौँ। सो सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली 2076 कोशी प्रदेशको पढ्ने हो अहिले हामीले होइन। र सुशासन व्यवस्थापन सङ्घमा हेर्ने हो भने सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2064 र सुशासन व्यवस्थापन र सञ्चालन नियमावली 2065 हाल कार्यान्वयनमा रहेका छन्। त्यसले गर्दाखेरि चाहिँ अब यहाँभित्र रहेर चाहिँ अब हामीले त्यो सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली ऐनले कोशी प्रदेशभित्र के कस्ता व्यवस्थाहरू गरेको छ, के कस्ता चाहिँ आयामहरू यसले निकालेको छ, के कस्ता कुराहरूलाई चाहिँ यसले के गरेको छ, सुचारू गरेको छ भन्ने कुरा चाहिँ हामीले पढ्नुपर्छ। सो अलि अघि पनि भनिहालेँ मैले, राज्यका हरेक संयन्त्रलाई भनेको राज्यमा जति पनि सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू छन् तिनीहरूलाई जनताको, जनमुखी भनेको जनताको हक हितमा लगाएर, जनताको जन के अरे जनताको हक हित र जनताको सार्वजनिक सेवा प्रवाहमा चाहिँ निरन्तर रूपमा लाएर कानुनी ढङ्गले होइन, त्यस पछाडि जनताको अथवा सरकारवालाको, राज्यले प्रदान गर्ने सेवा सुविधाको कुराहरूमा चाहिँ सरोकार, राज्य प्रणालीमा सरकारवालाहरूको सक्रिय रूपमा चाहिँ एकदम के भन्छ त, सक्रिय रूपमा छिटो छरितो रूपमा सेवा सञ्चालन गर्नु, तथा चाहिँ न्यायिक रूपमा चाहिँ सेवा आम नागरिकलाई न्यायिक रूपमा चाहिँ सुखद अनुभूति दिलाउनलाई नै हामीले के भन्छौँ, सुशासन भन्छौँ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ है। अब यो प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन, अब सञ्चालन ऐन अब 2076को बारेमा चाहिँ अब हामीले चाहिँ यहाँभित्रबाट रहेर पढ्छौँ है। बुझेँ मैले। संविधानको पनि अस्ति हाम्रो के सल्लाह भएको थियो भन्नु त, 13 देखि 22 पढाउने भन्ने भएको थियो, तर संविधानको बिचमा अलि लामो कोर्स भएको कारणले गर्दाखेरि संविधानलाई केही समयमा चाहिँ बिचमा राखेर बिचमा अर्को टपिक पढ्ने, फेरि संविधान पढ्ने, र फेरि अर्को टपिक पढेर अनि अन्तिममा संविधानलाई सकाउने, फेरि रिभाइज गर्ने भन्ने कुराहरू हाम्रो भएको छ है। अब यहाँभित्र रहेर हामीले पढ्ने हो है त। ल, केही छ यहाँभित्र नबुझ्नु भएको तपाईँले, के छ यसको डिफिनेसन के रहेछ भन्ने कुराहरू चाहिँ नर्मल्ली रूपमा सुशासन भनेको कुराहरू चाहिँ यस्तो यस्तो कुराहरू रहेछ। तपाईँलाई सुशासनको बारेमा भोलि यति फास्ट नगरेर जाँदा हुन्न, खै फास्ट भयो जस्तो त लाग्दैन हजुर मलाई। के फास्ट भएको छ र त्यस्तो, त्यस्तो फास्ट भयो जस्तो त मलाई लाग्दैन। एकलट सरसर्ती सकाएर फेरि तपाईँहरूलाई फेरि रिभाइज गरिदिने, फेरि क्वेसन प्याटर्नमा जाने भन्ने सोच चाहिँ हो। हेर्नुहोस् है, त्यस्तो अब फास्टै गएको छ भन्ने लागिराखेर तपाईँहरूलाई छैन होला त्यस्तो त है। यत्तिको त अब ल, केपी खनालजीले के बुझ्नु भएन तपाईँले, के चाहिँ बुझ्नु भएन भन्नु त। के चाहिँ बुझ्नु भएन। हो, ए ए त्यो भन्नुभएको, अब टाइपिङ अनुसारको राइटिङ त ठिकै छ, बिस्तारै गरौँला नि त, केही छैन। ल, कसले के नबुझ्नु भएको छ भन्नु त। त्यो त ध्यान दिनु पर्ने, क्लासमा कहिले आउनुहुन्छ तपाईँहरू, कहिले आउनुहुन्न। अब यहाँ एकजना, ल ठिक छ। ल, अर्को चाहिँ अब हामीले सुशासन व्यवस्थापनको कुराहरू गर्दा है,
सुशासन व्यवस्थापन कुराहरू यहाँ कोही एकजना केपी खनाल भन्ने मान्छे हुनुहुन्छ, तपाईँलाई आज फर्स्ट टाइम देखियो क्लासमा मैले। है, अब तपाईँले के बुझ्नु भएको छैन त्यो भन्नुहोस्, कहाँनिर बुझ्नु भएको छैन त्यो भन्ने हो। ल, सुशासन व्यवस्थापन भनेको यो कुराहरू भयो होइन। अब सुशासन व्यवस्थापन भन्ने कुराहरू चाहिँ अर्को कुरा चाहिँ के बुझ्नुपर्छ त भन्दाखेरि चाहिँ अब ऐन कानुन होइन, ऐन कानुन वा नीति नियमका आधारमा, ऐन कानुन र नीति नियमका आधारमा चलेको शासन, चलेको शासन है। अब भोलिदेखि एउटा तपाईँहरूको ग्रुप बनाइन्छ, कोशी प्रदेशको लागि मात्रै पढ्ने साथीहरूको लागि चाहिँ ग्रुप बनाइन्छ, अरू सबैलाई चाहिँ त्यो लिङ्क तपाईँहरूले साथीले सेयर गरिदिनु भएको लिङ्कबाट भोलिबाट आउन पाउनुहुन्न तपाईँहरूले। अर्को अब ऐन कानुन वा नीति नियमका आधारमा चलेको शासन भन्ने छ एउटा होइन, अब खालि हल्ला मात्रै यहाँभित्र। अर्को छिटो छरितो र भ्रष्टाचार मुक्त, भ्रष्टाचार मुक्त अथवा छिटो छरितो र भ्रष्टाचारबाट मुक्त चाहिँ शासन व्यवस्थालाई चाहिँ हामीले के भन्छौँ त भन्दाखेरि सुशासन भन्छौँ होइन। मुक्त शासन है। छिटो छरितो र छिटो छरितो ऐन कानुन वा नीति नियमका आधारमा चलेको शासन भयो एउटा होइन। त्यस पछाडि अर्को भनेको नर्मल्ली भन्दा छिटो छरितो वा भ्रष्टाचारबाट मुक्त शासनलाई चाहिँ हामीले के भन्छौँ त भन्दाखेरि सुशासन भन्छौँ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ है। ल, अब चाहिँ अब हामीले यहाँभित्र रहेर सुशासनका विशेषताहरू के कस्ता छन् भन्ने कुराहरू पनि हामीले पढ्छौँ होइन। त्यस पछाडि सुशासनको अर्को कुराहरू भनेको सुशासन भन्नाले चाहिँ अब सुशासनलाई चाहिँ हामीले जवाबदेहिताका रूपमा लिन सक्छौँ, सुशासनलाई चाहिँ नियम कानुन आधारका आधारमा लिन सक्छौँ, सुशासनलाई चाहिँ हामीले के लिन सक्छौँ त भन्दाखेरि जनताले चाहेको छिटो छरितो र प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने आधारका रूपमा हामीले सुशासनलाई लिन्छौँ नर्मल्ली। अब नर्मल्ली तपाईँहरूले चाहिँ सुशासन भनेको के बुझ्नुपर्छ त भन्दाखेरि नर्मल्ली सुशासन भनेको चाहिँ हामीले अब ऐन कानुन वा नीति नियमका आधारमा जे जस्तो विद्यमान व्यवस्था, कानुनमा जे जस्तो विद्यमान व्यवस्था छ त्यही अनुसार कसैलाई कोही ठुलो कोही सानो नभनिकन, कसैलाई आँखा कसैलाई पाखा नगरिकन हरेक मान्छेलाई चाहिँ कानुनमा उल्लेख भए बमोजिम न्यायिक रूपमा चाहिँ सेवा प्रदान गर्नु, इक्वेल रूपमा चाहिँ इक्वेल डिस्ट्रिब्युसन अफ गुड्स एन्ड सर्भिसका कुराहरू गर्नु, यहाँभित्र हामीले यो कुराहरू चाहिँ बुझ्नुपर्छ। अब हामीले यहाँभित्र प्रदेश सुशासन व्यवस्थापनका कुराहरू पढ्ने हो होइन। र तपाईँले चाहिँ अब सर्वप्रथम चाहिँ यहाँनिर चाहिँ अब क्वेसनमा एउटा क्वेसन लेख्न सक्नुहुन्छ तपाईँले, सुशासन एमसिक्युजमा कसरी आउँछ भन्ने कुरा। सुशासन व्यवस्थापन तथा सञ्चालन सञ्चालन ऐन 2076 कहिले कहिले राजपत्रमा प्रकाशित भयो, कहिले राजपत्रमा प्रकाशित भएको, कहिले राजपत्रमा प्रकाशित भएको हो भनेर तपाईँलाई चाहिँ यसरी सोध्छ है। सो सुशासन व्यवस्थापन तथा अब यहाँनिर कोशी प्रदेश तपाईँहरूले लेख्न सक्नुहुन्छ होइन। कोशी प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2076 चाहिँ कहिले के भयो त राजपत्रमा प्रकाशित भयो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ है। सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन चाहिँ राजपत्रमा कहिले प्रकाशित भयो अथवा चाहिँ कहिले लागू भयो, कहिले प्रमाणीकरण भयो भनेर सोध्छ तपाईँलाई। ल, हजुर के भन्नुभएको थियो? के को ग्रुप हो भन्नुभएको छ? ल, अब यसलाई चाहिँ मैले एमसिक्युज तरिकाले लेखाइदिएँ तपाईँलाई डाइरेक्ट होइन। यो पत्रमा कहिले प्रकाशित भएको हो भन्यो भने विक्रम सम्वत 2000 कति, विक्रम सम्वत 2076 वैशाख, 2076 वैशाख कति गते, वैशाख 26 गते है। वैशाख 26 गते चाहिँ के भयो यो 2026 76 वैशाख 26 गते चाहिँ यो चाहिँ लागु भयो भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ
है। अब यहाँभित्र रहेर अब हामीले के कुराहरू छन् त यो कोशी प्रदेश भित्रका कुराहरूमा चाहिँ होइन, यहाँभित्र रहेर चाहिँ के कस्ता कुराहरू रहेका छन् भन्ने कुरा चाहिँ हामीले बुझ्दाखेरि कोशी प्रदेशको अब अर्को अर्को तपाईँलाई एमसिक्यू चाहिँ यहाँबाट आउने भनेको अब प्रदेश, अब कोशीकै भन्ने बुझ्ने होइन, यो प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2076, होइन, सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2076 मा कति परिच्छेद र दफा रहेका छन् भनेर यसरी क्वेसन आउँछ है। बुक भोलि आउँछ हजुर, भोलि 5 गते हो त, भोलि सबैलाई भोलि नै आउँछ भनेका छौँ हामीले है। ल, अब यसमा चाहिँ यसलाई चाहिँ कुनै पनि परिच्छेद, यसमा चाहिँ परिच्छेद रहेका छैनन् होइन। प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन 2076मा कुनै पनि खाले परिच्छेद छैन र यसमा दफा मात्र छन्। यसमा चाहिँ परिच्छेद नभएको दफा कतिवटा छन् भन्यो भने दफा चाहिँ 46वटा छन्, यसमा भित्र चाहिँ परिच्छेद रहेका छैनन् है त। दफा 46वटा छन् भनेर चाहिँ हामीले बुझ्नुपर्छ है। ल ल, अब यहाँभित्र चाहिँ अब तपाईँलाई चाहिँ अब 5 नम्बरको क्वेसनमा आउने भनेको त है। ठिक छ, ठिक छ, ठिक छ। ल, त्यो पनि भन्नुहोस्, एकदम मजा छ। ल, अर्को चाहिँ अब हामीले यहाँभित्र चाहिँ क्वेसन के आउन सक्छ तपाईँलाई चाहिँ भने 5 नम्बरको क्वेसनमा चाहिँ अब प्रश्नका कुराहरू गर्दाखेरि, लिखित प्रश्न नम्बरको कुराहरू गर्दाखेरि है, प्रश्न यहाँभित्र तपाईँलाई लङ क्वेसन आउने भनेको के हो त भन्दाखेरि प्रदेश सुशासन व्यवस्थापन, प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2076ले 2076ले के भइरहेको यहाँभित्र 2076 अनुसार लेख्न सक्नुहुन्छ है। 2076 अनुसार पदीय उत्तरदायित्व, पदीय उत्तरदायित्व निर्वाह गर्दा, निर्वाह गर्दा ध्यान दिनुपर्ने, ध्यान दिनुपर्ने विषयहरू के हुन् भनेर चाहिँ हामीले यहाँभित्रबाट बुझ्नुपर्छ। अब प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2076 अनुसार पदीय उत्तरदायित्व निर्वाह गर्नुपर्दा कुनै पनि कर्मचारीले आफ्नो पदीय दायित्व उत्तरदायित्व चाहिँ के गर्दा आफ्नो रेस्पोन्सिबिलिटी पुरा गर्दा निर्वाह गर्नुपर्ने विषयहरू के कस्ता हुन्, निर्वाह गर्नुपर्ने दायित्वहरू के कस्ता हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ होइन। अब यो अब यहाँभित्र चाहिँ प्रचलित प्रचलित कानुन बमोजिम, प्रचलित कानुन बमोजिम कार्य सम्पादन
गर्ने परिच्छेद छैन है, परिच्छेद छैन यसमा, परिच्छेद 0 छन्, परिच्छेद छैनन् यसमा। परिच्छेद सुशासन व्यवस्थापनमा परिच्छेद छैनन्, दफा मात्र छन् 46। प्रचलित कानुन बमोजिम कार्य सम्पादन गर्ने जिम्मेवारी भएको पदाधिकारीले आफ्नो अधिकारको आफ्नो अधिकारको कर्तव्य आफ्नो अधिकारको कर्तव्य पालना गर्दा आफ्नो अधिकारको कर्तव्य पालना गर्दा देखाएका विषयमा ध्यान दिनुपर्नेछ भनेर भन्छ होइन। दिएका विषयमा के गर्नुपर्छ, ध्यान दिनुपर्छ। अब के विषयमा चाहिँ ध्यान दिनुपर्ने रहेछ हेरौँ है। कुनै पनि यो क्वेसनले भन्न खोजेको चाहिँ यो प्रदेश सुशासन व्यवस्थापन सञ्चालन नियमावलीका कुराहरू गर्दाखेरि चाहिँ यो कुनै पनि निजामती कर्मचारीले आफू रहेको कार्यालयमा, कार्यरत रहेको कार्यालयमा चाहिँ आफ्नो पदीय, आफूलाई पदीय उत्तरदायित्व भनेको आफूलाई आफ्नो पद अनुसारको दिएको हैसियत अथवा कानुनी मूल्य मान्यता, आफ्नो पदको अनुसारको दिएको जिम्मेवारीलाई चाहिँ त्यो उत्तरदायित्वहरूलाई निर्वाह गर्न होइन, उत्तरदायित्वहरूलाई चाहिँ निर्वाह गर्न के कुराहरूमा ध्यान दिनुपर्ने विषयहरू के कस्तो हो भनेर हामीले बुझ्नुपर्छ होइन। अब यहाँभित्रका कुराहरू गर्दाखेरि चाहिँ अब प्रचलित कानुन बमोजिम कार्य सम्पादन गर्ने जिम्मेवारी भएको पदाधिकारीले के कस्ता पालना गर्नुपर्छ भन्ने कुराहरू गएर तल दिउँ होइन। सो अर्को भन्छ आफूले सम्पादन आफूले सम्पादन गर्ने काम निर्धारित निर्धारित समयमा नै सम्पादन गर्न आफैले पहल गर्ने आफैले पहल गर्ने भनेको चाहिँ कुनै पनि कर्मचारीले आफूले सम्पादन गर्नुपर्ने भनेको आफूले चाहिँ के गर्नुपर्ने, कार्य फरचोट गर्नुपर्ने, आफैले गर्नुपर्ने काम चाहिँ निर्धारित समयमा भनेको तोकिएको समयमा नै के गर्न सक्नुपर्छ, सम्पादन गर्न सक्नुपर्छ। त्यसको लागि के गर्नुपर्छ, आफै जिम्मेवार र आफै पहल गर्नुपर्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। आफै लाग्नुपर्छ त्यसभित्र भन्न खोजेको उत्तरदायित्वको कुराहरू गर्दा। अर्को भनेको चाहिँ सरकारी स्रोतको प्रयोग गर्दा होइन। अब सरकारी वा सार्वजनिक स्रोतहरूको प्रयोग गर्दा मिल्छ मिल्छ, यिनले भनेको कुराहरू चाहिँ उल्लेख हुनु पर्यो, त्यसको विपरीत चाहिँ हुनु भएन है। अब एनको कुराहरूमा जे छ ठ्याक्क त्यही लेख्नुपर्छ भन्ने चाहिँ छैन। तर के हुनु पर्यो भने यिनले भनेको कुरा त्यहाँभित्र उल्लेख चाहिँ हुनु पर्यो, आउनु पर्यो, एनमा व्यवस्था गरेका कुराहरू चाहिँ आउनु पर्यो। सरकारी वा सार्वजनिक स्रोतहरूको के गर्ने, प्रयोग गर्दा प्रयोग गर्दा मित मितव्ययी 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 ढङ्गबाट मितव्ययी ढङ्गबाट भनेको चाहिँ कम खर्चिलो ढङ्गबाट भन्न खोजेको है। चाहिने आधारित के अरे के भन्छन्, आवश्यकता अनुसार मात्र खरिद प्रणालीमा ध्यान दिने भनेको आवश्यक पर्ने सामानहरू मात्रै प्रयोग गर्ने। जस्तै सरकारी कार्यालयहरूले चाहिँ अब सरकारी कार्यालयहरू शनिबार बन्द हुन्छन्, सो सरकारी गाडीहरूलाई शनिबार चल्नको लागि निषेध छ नि, अहिले प्रतिबन्ध छ नि होइन। अब त्यो रोकियो कहिलेकाहीँ हामीले त्यसरी सरकारी गाडीमा चाहिँ चढ्दै गरेको शनिबार चढ्दै गरेको मान्छे, चलाइरहेको मान्छेहरूलाई चाहिँ पक्राउ गरेको अथवा चाहिँ उनीहरूलाई ट्राफिकले समातेको अथवा कुनै जनताहरूले समातेको हामीले देख्न सक्छौँ। सो सरकारी वा सार्वजनिक स्रोतको प्रयोग गर्दा मितव्ययी ढङ्गबाट भनेको चाहिने चाहिने हिसाबमा मात्र खर्च गर्नुपर्छ होइन। चाहिने बेलामा मात्रै अथवा कार्यालयको समय आवश्यकता अनुसार मात्रै सार्वजनिक सेवा प्रवाह गर्दा लाग्दाखेरिको समयमा मात्रै त्यसको प्रयोग गर्ने ढङ्गबाट अधिकतम सदुपयोग र र उत्पादनशील हुने गरी प्रयोग गर्ने भन्छ है। यसलाई के भने त मैले भन्दाखेरि
सरकारी वा सार्वजनिक स्रोत, त्यो स्रोत भनेको चाहिँ भौतिक स्रोत हुनसक्छ, कार्यालयका कुनै ल्यापटप हुन सक्छन्, गाडीहरू हुन सक्छन्, कार्यालयका सामग्रीहरू हुन सक्छन्, कार्यालयमा भएको फोटोकपी मेसिन हुनसक्छ, कार्यालयमा भएको A4 साइजको त्यो तपाईँको चाहिँ व्हाइट पेपर हुनसक्छ। जेसुकै पनि प्रयोग गर्दा के गर्नुपर्छ, मितव्ययी ढङ्गले भनेको चाहिँ के गर्ने, त मितव्ययी ढङ्गले भनेको चाहिने ठाउँमा मात्र त्यसलाई के गर्ने, प्रयोग गर्ने, चाहिने ठाउँमा मात्र त्यसलाई त्यसको चाहिँ युज गर्ने, र अधिकतम ढङ्गबाट सदुपयोग गर्ने भनेको म्याक्सिमम् रूपमा चाहिँ त्यो सामानको सामग्रीको के गर्ने, सदुपयोग गरेर उत्पादन उत्पादनशील हुने गरी भनेको प्रयोगमुखी हुने गरी, जनमुखी हुने गरी, अथवा चाहिँ त्यसलाई चाहिँ प्रोडक्टिभ हुने तरिकाले चाहिँ त्यसलाई के गर्ने, प्रयोग गर्ने भन्ने कुरा चाहिँ हामीले यहाँभित्रबाट बुझ्छौँ। अर्को 3 नम्बरमा सरकारी सरकारी वा सरकारी वा सार्वजनिक स्रोतको प्रयोग गर्दा, सरकारी वा सार्वजनिक स्रोत त हामीले माथि भइसक्यो होइन, सरकारी वा सार्वजनिक कार्यालयलाई सरकारी वा सार्वजनिक कार्यालयलाई सेवा प्रदायक संस्था भनेको सेवा प्रदायक संस्था भनेको सेवा प्रदान गर्ने संस्था भन्नु हो। सेवा प्रदायक संस्था सम्बन्धित अधिकारी, त्यो सेवा प्रदान गर्ने अधिकारीका कुराहरू। अर्को, प्रदेशको सेवक भनेको प्रदेश सरकारको सेवक भन्नु खोजेँ, वा तथा सर्वसाधारण सर्वसाधारण सेवाग्राही, सेवा पाउने अधिकार भएको व्यक्ति हो भन्ने कुरामा ध्यान दिने भन्छ। होइन, यसले एउटा महत्त्वपूर्ण कुरा के भन्यो त भन्दाखेरि चाहिँ ल सरकारी वा सार्वजनिक कार्यालयलाई सेवा प्रदायक संस्था सम्बन्धित अधिकारी, प्रदेशको सेवक वा सर्वसाधारण सेवाग्राही, सेवा पाउने अधिकार भएको व्यक्ति हो भन्ने कुरामा ध्यान दिने भन्न खोजेको। कार्यालयमा चाहिँ सेवा लिन आउने हरेक प्रकारका, कार्यालयमा त के हुन्छ, एउटा कार्यालयमा जन्मेर जन्म दर्ता बनाउनदेखि लिएर मान्छे मरिसके पछाडि मृत्यु दर्ता पनि कार्यालयमा प्रयोग हुन्छ। हाम्रा सम्पूर्ण कुराहरू कार्यालयमा चाहिँ उपलब्ध हुन्छन् होइन। सो त्यो सार्वजनिक अथवा सरकारी कार्यालयलाई सेवा प्रदायक संस्था जुन छ, जसले सेवा दिन्छ, त्यो सम्बन्धित अधिकारी, प्रदेशको सेवक अथवा कुनै पनि सर्वसाधारण सेवाग्राही अथवा जनता सेवा पाउने अधिकार भएको व्यक्ति हो भन्ने कुरा ध्यान दिनुपर्छ भन्नु खोजेको। भनेको आफ्नो कार्यालयमा केही गुनासो, केही उजुरी, केही निवेदन, केही अनुरोध लिएर आउने कुनै पनि प्रकारको मान्छे, कुनै पनि सेवा प्रदायक, कुनै पनि अधिकारी, कुनै पनि सर्वसाधारणले चाहिँ प्रत्येक व्यक्तिलाई चाहिँ सेवा पाउने अधिकार हुन्छ, र त्यो सेवाग्राही, सेवा पाउने अधिकार भएको व्यक्ति हो भन्ने कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्छ भन्छ है। उत्तरदायित्व कुरा भनेको कार्यालयमा आउने हरेक प्रकारको मान्छेहरू के हुन्छन् त भन्दाखेरि कार्यालयमा चाहिँ उनीहरूसँग चाहिँ सेवा प्राप्त गर्ने अधिकार भएको व्यक्ति हो भन्ने कुराहरू चाहिँ हामीले ध्यान दिनुपर्छ सेवा प्रदान गर्दै गर्दाखेरि भन्नु खोजेको यसले। अर्को, अब कार्य सम्पादनमा कार्य सम्पादनमा ढिलासुस्ती कार्य सम्पादनमा ढिलासुस्ती र विलम्ब हुनु भनेको स्रोत र साधन स्रोत र साधनको दुरुपयोग हुनु हो। दुरुपयोग हुनु हो। स्रोत र साधनको के हुनु हो, दुरुपयोग हुनु हो। र प्रदेशको प्रदेशको यस्तो स्रोत र साधन हुनु हो, र प्रदेशको यस्तो स्रोत र साधन खर्च हुनु हो भन्ने भावना राख्ने भन्छ है। भन्नुको अर्थ चाहिँ कार्य सम्पादनमा ढिलासुस्तीका कुराहरू है,
3 नम्बर बुझेन भन्नुभएको छ। सरकारी वा सार्वजनिक कार्यालयलाई सेवा प्रदायक संस्था भनेको कुनै पनि सरकारी वा सार्वजनिक कार्यालयलाई सेवा प्रदायक संस्था, सम्बन्धित अधिकारी, प्रदेशको सेवक वा सर्वसाधारण सेवाग्राही पाउने अधिकार भएको व्यक्ति हो भन्ने कुरामा ध्यान दिनुपर्छ। भन्न खोजेको कुनै पनि सेवा प्रदान गर्ने त्यो सार्वजनिक संस्था हुनसक्छ, कुनै अधिकारी हुनसक्छ, प्रदेश सेवाभित्रको कुनै कर्मचारी हुनसक्छ। त्यो कर्मचारीलाई चाहिँ के बुझ्नु कर्मचारीले के बुझ्नुपर्छ भने सर्वसाधारण वा सेवाग्राही सेवा पाउने अधिकार भएको व्यक्ति हो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ। कार्यालयमा आउने हरेक प्रकारको कर्मचारीले चाहिँ हरेक कार्यालयमा आउने हरेक प्रकारको सेवाग्राही अथवा जनताहरू चाहिँ कुनै गुनासो निवेदन उजुरी होइन अनुरोध लिएर आएपछि उसँग त्यो सार्वजनिक सेवा प्रवाह गर्ने अधिकारी होस्, प्रदेशको सेवक होस् अथवा कुनै पनि कार्यालयले के बुझ्नुपर्छ भने कुनै पनि एउटा व्यक्ति जो कार्यालयमा चाहिँ कि गुनासो निवेदन अनुरोध केही कुरामा पनि ऊ कार्यालयमा उपस्थित भएको छ, उसलाई चाहिँ त्यो कार्यालयबाट सेवा प्रदान गर्ने सेवा प्राप्त गर्ने अधिकार हुन्छ भन्ने कुरामा ध्यान दिने। ऊ होइन यसलाई चाहिँ यो मान्छेलाई सेवा प्रदान गर्दिनँ, यो विषयमा म सेवा प्रदान गर्दिनँ, होइन योसँग चाहिँ यस्तो छ, यो विषयमा म सेवा प्रदान गर्दिनँ भन्ने कुरा चाहिँ बाट वञ्चित हुनु हुँदैन भन्ने कुरा हो। किनभने कार्यालयमा जिम्मेवारी भइसके पछाडि हरेक सेवाग्राहीलाई सेवा दिनु भनेको सेवा प्रदायकको प्रमुख भूमिका हो भन्न खोजेको। बुझ्नुभयो मनिषजी? ल, अर्को के भनेको छ भने 4 नम्बरमा एउटा के भन्यो भने कार्य सम्पादनमा ढिलासुस्ती र विलम्ब भनेको सरी है हुने भएको रहेछ यहाँ। विलम्ब हुनु भनेको स्रोत र साधनको दुरुपयोग हुनु र प्रदेशको यस्तो स्रोत र साधन खर्च हुनु हो भन्ने भावना राख्ने भनेको कुनै पनि कर्मचारीले चाहिँ कार्यालयमा सेवा प्रदान गर्दाखेरि कुनै प्रकारको ढिलासुस्ती भयो, अनियमितता भयो, विलम्ब हुनु भनेको पनि ढिला हुनु नै हो होइन। मतलब चाहेको समयमा सेवाग्राहीले चाहेको स्थानमा सार्वजनिक सेवा प्रवाह नगर्न सक्नुलाई हामीले विलम्ब भन्ने हो। सो कार्य सम्पादन भनेको कार्यालयका कर्मचारीले प्रदान गर्ने सेवा सुविधाबाट कुनै पनि कुराहरूमा ढिलासुस्ती र विलम्ब हुनु भनेको के हो त भन्दाखेरि कार्यालयमा भएको साधन र स्रोतको के हुनु हो दुरुपयोग हुनु हो, तिनीहरूको प्रयोग नहुनु हो। र त्यस्तो स्रोत र साधनको दुरुपयोग हुनु, खर्च हुनु भन् हो मात्रै खाली मात्रै चाहिँ के त भन्दाखेरि नितान्त रूपमा त्यो चाहिँ कुनै सदुपयोग नभएर त्यो खालि स्रोत र साधनको खर्च हुनु हो भन्ने मात्रै भावना राख्ने भन्न खोजेको। त्यसैले जनतालाई छिटो छरितो र प्रभावकारी सेवा प्रदान गरिहाल्ने, सेवा प्रदान गर्ने कुरामा ढिलासुस्ती नगर्ने, विलम्ब नगर्ने, त्यो ढिलासुस्ती र विलम्ब हुनु भनेको साधन र स्रोतको दुरुपयोग हुनु हो भन्ने बुझ्ने र त्यो प्रदेश सरकारको चाहिँ त्यस्तो साधन र स्रोतको खर्च हुनु हो भन्ने भावना चाहिँ कर्मचारीले राख्नुपर्छ। कुनै पनि पदे जिम्मेवारीमा भएको कर्मचारीले राख्नुपर्छ भनेको छ। केही छ यतिसम्म नबुझ्नु भएको भन्नु त? अब एक एक पोइन्ट गरेर बुझाइरहेको छु साथीहरूलाई, तपाईँहरूलाई होइन एक एक प्रश्न नै पढेर बुझाइरहेको छु तपाईँलाई चाहिँ। केही छ यतिसम्म नबुझेको? यी चारैवटा पोइन्ट बुझ्नुभयो नि होइन? यो भन्न खोजेको कार्यालयमा चाहिँ कुनै सेवा गर्ने कर्मचारीले भोलि तपाईँहरू कार्यालयमा सेवाग्राही भइसके पछाडि तपाईँले चाहिँ के कुराहरूमा ध्यान दिनुपर्छ त होइन, कुन कुन कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ भन्ने हो। आज पढेको यहीँबाट हो ब्रदर है, उद्धवजी है। हुन्छ लास्टमा देखाइ पनि दिन्छु, अलि थोरै हो हामीले धेरै पढेका पनि छैनौँ। एकचोटि लास्टमा म देखाइ नै हाल्छु तपाईँलाई है। ल ठिक छ। सो कार्य सम्पादनमा ढिलासुस्ती र विलम्ब हुनु भनेको भनेको आफ्नो कार्यालयमा प्रदान गर्ने सेवा सुविधा चाहिँ ढिलासुस्ती र विलम्ब हुनु भनेको चाहिँ कार्यालयको दुरुपयोग हुनु हो, कार्यालयमा भएका साधन स्रोतको दुरुपयोग हुनु हो र प्रदेश सरकारको स्रोत र साधनको खालि खर्च हुनु हो भन्ने भावना राख्ने। त्यो भावना भयो भने के भन्छ मितव्यापी बढ्छ, जनताले छिटो छरितो सेवा प्रदान पाउँछन् र प्रदेशमा पनि चाहिँ मितव्ययी रूपमा चाहिँ साधन स्रोतको प्रयोग हुन्छ र जनतालाई सार्वजनिक सेवा प्रवाह छिटो छरितो प्राप्त हुन्छ, जसले गर्दा जनता र सरकार बिचको चाहिँ के हुन्छ सम्बन्ध चाहिँ मजबुत हुन्छ, कसिलो हुन्छ। किनभने सरकारले प्रदान गर्नुपर्ने सार्वजनिक सेवा प्रवाहलाई चाहिँ छिटो छरितो व्यवस्थित र प्रभावकारी रूपमा जनताले चाहेको समय र स्थानमा उपलब्ध गराउन सक्यो भने जनतामा निराशा हुँदैन होइन, जनताको समयको बचत हुन्छ, कामको बचत हुन्छ, पैसाको बचत हुन्छ। त्यसले गर्दाखेरि अब सरकारले प्रदान गर्ने सेवा सुविधाका बारेमा चाहिँ सरकारले यी कुराहरूमा ध्यान दियो र सरकारी कार्यालयका कर्मचारीहरूले
होइन, आफ्नो कार्य सम्पादनमा चाहिँ ढिलासुस्ती हुनु भनेको, विलम्ब हुनु भनेको फगत साधन र स्रोतहरूको दुरुपयोग हुनु हो मात्र भन्ने बुझे र प्रदेशको स्रोत र साधनको खर्च हुनु हो भन्ने मात्रै भावना राख्यो भने कार्यालयले प्रदान गर्नुपर्ने सेवा सुविधा छिटो, छरितो र प्रभावकारी रूपमा हुन सक्छ भन्ने कुरा चाहिँ यसले बुझेको हो है। हो, यस्ता कुरामा सेवा प्रदायकले उत्तरदायी भएर, जवाबदेही भएर जिम्मेवार हुनुपर्छ, यस्ता विषयमा ध्यान दिनुपर्छ भन्ने हो। अब पाँचमा चाहिँ अ, सरकारी सरकारी वा सरकारी वा सार्वजनिक सरकारी वा सार्वजनिक कामको, तपाईँहरू पनि भोलिको दिनमा कर्मचारी भइसके पछाडि यी कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ भन्नु खोजेको कि यसले चाहिँ। सरकारी वा सार्वजनिक कामको सिलसिलामा सार्वजनिक पद धारण गरेको व्यक्तिले सेवाग्राहीसँग प्रचलित मूल्य, मान्यता र संस्कृति अनुरूप संस्कृति अनुरूप शिष्ट व्यवहार शिष्ट व्यवहार गर्ने भन्छ है। अब के गर्नुपर्छ सर, के गर्नुपर्छ त भन्दाखेरि सरकारी वा सार्वजनिक कामको सिलसिलामा सार्वजनिक पद धारण गरेको व्यक्तिले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीसँग चाहिँ के बुझ्ने त भन्दाखेरि, प्रचलित भनेको आफूभन्दा ठुलो छ भने आदर गरेर बोल्ने होला, सानो छ भयो भने मायाले बोलाउने होला, होइन, मायाले बोल्ने होला। नबुझेका मान्छेहरूलाई अब कार्यालयमा सेवाग्राही त हरेक प्रकारका आउँछन्, सबै पढे लेखेका भन्ने पनि हुँदैनन्, सबै बुझेका पनि हुँदैनन्। सोच्नुहोस् त, यो क्लासै पढाउँदाखेरि तपाईँहरू त कैयौँ मान्छेहरू त के भन्नुहुन्छ क्लासभित्रै भने त्यति सेवाग्राहीमा त सार्वजनिक कार्यालयमा चाहिँ नबुझेका मान्छेहरू, नजानेका, होइन, कार्यालय सम्बन्धी काममा चाहिँ काम लिन आउँछन् सेवाग्राहीहरू। हो, तिनीहरूसँग चाहिँ प्रचलित भन्ने आफ्नो चाहिँ पदको अडिक राखेर, होइन, आफ्नो पदको चाहिँ मर्यादामा बसेर, कुनै पनि आफ्नो पद र सार्वजनिक पद धारण गरेको आफूलाई प्राप्त भएको अधिकारको दम्भ नदेखाई, घमण्ड नदेखाई, सरकारी वा सार्वजनिक कामको सिलसिलामा सार्वजनिक पद धारण गरेको व्यक्तिले चाहिँ कार्यालयमा आउने सेवाग्राहीलाई चाहिँ प्रचलित मूल्य, मान्यता र संस्कृति अनुरूप चाहिँ के गर्नुपर्छ, शिष्ट व्यवहार गरेर के गर्नुपर्छ, शिष्ट व्यवहार गरेर के गर्नुपर्छ, सेवा प्रदान गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ हो। यी कुराहरू चाहिँ के हुन्छन् त भन्दाखेरि, यस्ता यस्ता कुराहरू चाहिँ के गर्नुपर्छ त भन्दाखेरि, यस्ता यस्ता कुराहरू चाहिँ के गर्नुपर्छ, कुनै पनि सार्वजनिक सेवा प्रवाह गर्ने कर्मचारीले, कुनै पनि पदीय दायित्व धारण गरेको व्यक्तिले चाहिँ यस्ता यस्ता कुराहरूमा ध्यान दिनुपर्ने विषय हो भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ। ठिक छ। ल, ल, केही छ साथी हो यतिसम्म नबुझेको? ल, अब चाहिँ अन्त्यमा चाहिँ, अब होइन, यसको चाहिँ अन्त्यमा लेख्दाखेरि चाहिँ हामीले अब अन्त्यमा चाहिँ कसरी लेख्ने त भन्दाखेरि चाहिँ, होइन, मैले निष्कर्ष लेखेँ ल अन्त्यमा है। मैले यति लेखेँ ल अहिले, फेरि अब फेरि माथि लेखिसक्नु भयो कि भएन तपाईँहरूले? माथि लेख्नु भएको छ होइन सबैले? अन्त्यमा लेखौँ, मतलब यसको निष्कर्ष लेखौँ, स्लाइड चेन्ज भयो क्या। ल, अन्त्यमा चाहिँ आफ्नो आफ्नो अधिकार आफ्नो अधिकार क्षेत्रभित्र आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा पर्ने विषयमा जिम्मेवार अधिकारी स्वयंले जिम्मेवार अधिकारी स्वयंले निर्णय गर्नुपर्ने र कुनै किसिमको कुनै किसिमको कानुनी जटिलता वा दुविधा
भनेको दोधार भन्नु खोजेँ, दुविधा भएको सामान्य विषयमा माथिल्लो निकायको निर्देशन माग गर्ने जस्ता विषयहरूमा जस्ता विषयहरूमा जस्ता विषयहरूमा कर्मचारीले पदीय उत्तरदायित्व निर्वाह गर्दा ध्यान दिनु पर्दछ। ल, सर आज किन हो जोइन हुन मिलेको थिएन किन, खै त्यो मलाई थाहै छैन हजुर है। ल, यो पनि लेख्नुहोस् है त। ल, अब तपाईँहरू अलिक फास्ट भयो भन्नुहुन्छ, यो लेख्ने अलिक छिटो गर्नुहोस् सकभर है। अब सबैको चित्त बुझाउन कोसिस गरिरहेका हुन्छौँ। ल, ल, केही छ यहाँसम्म नबुझ्नु भएको? अब अगाडि बढौँ। ल, भनौँ त सबैले। आज फरवर्ड गरेको लिङ्कबाट जोइन। ल, ठिक छ है, सकियो है सबैजनाको। ल ल ल, अब यसरी क्वेसन आउँछ है यहाँभित्रबाट। अब तपाईँहरूले चाहिँ यहाँभित्रबाट के कस्ता कुराहरू छन् उल्लेख गरिएका छन् भनेर हामीले यहाँभित्रबाट हेर्छौँ। अब यहाँ ल, अर्को त एउटा अब एमसिक्युज गरौँ है। अहिले भर्खर हामीले एउटा थ्योरी गऱ्यौँ होइन, अब अर्को एउटा एमसिक्युज, एमसिक्युज नम्बर 3 नम्बरमा होला होइन। जस्तै गुनासो व्यवस्थापन गुनासो व्यवस्थापन सम्बन्धी व्यवस्था प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2076 को कुन दफामा उल्लेख गरिएको छ भनेर यसरी तपाईँहरूलाई क्वेसन आउँछ होइन। अब यसको यसको पनि मैले डाइरेक्ट उत्तर लेखेँ तपाईँहरूलाई। सो गुनासो व्यवस्थापन सम्बन्धी व्यवस्था प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2076 को कुन दफामा उल्लेख गरिएको छ भने यति बेला हामीले भन्ने दफा दफा कतिमा भन्ने, 30मा भन्ने। अब यो गुनासो व्यवस्थापन भनेको के हो त भन्दाखेरि चाहिँ कुनै पनि अब प्रत्येक मन्त्रालय तथा सरकारी निकाय कुनै कार्यालयमा सो मन्त्रालय वा तथा सरकारी निकाय कार्यालयले सम्पादन गर्ने सार्वजनिक कार्यालयले प्रदान गर्ने सेवा सुविधाको अथवा गरेको काम कारबाहीको गुणस्तर प्रभावकारिता तथा त्यस्ता हुन सक्ने ढिलासुस्ती र अनियमितताको सम्बन्धमा जुनसुकै गुनासो सुन्न
होइन, विद्युतीय व्यवस्थाको चाँजो बाजो मिलाउनु पर्छ भन्ने कुराहरू पनि यहाँभित्र उल्लेख गरिएको छ। र गुनासो व्यवस्थापन सम्बन्धी कुन दफामा गरिएको छ त्यो सम्बन्धी व्यवस्था पनि हामीले दफा 30मा भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ है। ल अब अर्को यहाँभित्रको चाहिँ अर्को क्वेसन एउटा के हुनसक्छ। अब अर्को एमसिक्यू तपाईँलाई के आउँछ भने, अब सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन अनुसार विदेश स्थित विदेश स्थित बैङ्कमा खाता खोल्दा खाता खोल्दा प्रदेश खाता खोल्दा कर्मचारीले कसको स्वीकृत कसको स्वीकृत लिनु पर्दछ भनेर यसरी तपाईँलाई क्वेसन आउँछ। मैले यसको अप्सनै बनाइदिएँ। एउटा प्रदेश सरकार है, खमा चाहिँ प्रमुख सचिव, गमा चाहिँ नेपाल सरकार र घमा स्वीकृति लिन नपर्ने। यसरी तपाईँहरूलाई क्वेसन आउँछ भनेको कुनै पनि निजामती कर्मचारीले चाहिँ कुनै पनि विदेश स्थित बैङ्कमा खाता खोल्दा अथवा चाहिँ होइन, कुनै पनि अधिकारी वा प्रदेश सरकारमा सेवामा कार्यरत रहेका कुनै पनि कर्मचारीले विदेश स्थित कुनै बैङ्कमा खाता खोल्दा कसको स्वीकृति लिनुपर्छ भन्दाखेरि यति बेला हामीले के बुझ्नुपर्छ? त्यसको उत्तर हो नेपाल सरकार। कसको स्वीकृति लिनुपर्छ अरे? नेपाल सरकार। कुनै पनि निजामती कर्मचारीले चाहिँ विदेश स्थित बैङ्कमा खाता खोल्नु पूर्व चाहिँ कसको अनुमति लिनुपर्ने भन्ने व्यवस्था गरिएको छ भन्दाखेरि कसको? नेपाल सरकारको अनुमति लिनुपर्ने व्यवस्था रहेको छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ है। अरू केही छ? यतिसम्म बुझियो? अहिले त फास्ट भएको छैन नि होइन? अर्को पनि अब तपाईँलाई चाहिँ यहाँ अर्को पनि क्वेसन आउँछ यहाँबाट चाहिँ। अब सरी शासकीय शासकीय सुधार एकाइको स्थापना सम्बन्धी शासकीय सुधार एकाइको स्थापना सम्बन्धी व्यवस्था कुन दफामा गरिएको छ? कुन दफामा गरिएको छ भन्दाखेरि यसको मैले डाइरेक्ट लेखिदिएँ है। अब शासकीय सुधार एकाइको स्थापना भनेको के हो त भन्दाखेरि कुनै पनि शासकीय मतलब कुनै पनि निजामती सेवाभित्र कुनै पनि निकाय वा कुनै पनि कार्यालयमा चाहिँ
शासकीय संरचना अथवा शासकीय आधार, सार्वजनिक सेवा प्रवाह गर्ने आधार, त्यस्तो शासकीय सुधार एकाइको स्थापना सम्बन्धी व्यवस्था कुन दफामा गरिएको छ भन्यो भने दफा कतिमा भन्ने? दफा 28मा भन्नु होला है त। दफा 28मा। ल, ठिक छ। यसरी तपाईँहरूलाई एमसिक्यूका कुराहरू पनि आउँछन् है। अर्को अब विविध कुराहरू छन् यो सम्बन्धीका कुराहरूमा। गुनासो व्यवस्थापन दफा 30 केपिजी है। त्यहाँ माथि लेखिदिएकै छु। छन् छन्। बुकमा क्वेसन पनि छ, एमसिक्युजहरू पनि छन्, थ्योरी पनि छ, एन नियमका कुराहरू पनि उल्लेख गरिएका छन्, एन नियममा जे कुराहरू छन् त्यही कुराहरू उल्लेख पनि गरिएका छन्। त्यसको क्वेसनको सोल्युसन पनि बनाइदिएको छ, आउन सक्ने सम्भावित प्रश्नहरू पनि राखिदिएको छ, र सँगसँगै हरेक टपिक वाइज चाहिँ एमसिक्युजहरू पनि राखिदिएकै नै छ है। ल सुरुबाट ल है त। ल म एकचोटि फेरिबाट देखाइदिन्छु तपाईँहरूलाई। आजको सुरुको छैन, परीक्षा छैन। निम्समै हो। ल आजको चाहिँ निम्समै आएर लिँदा हुने। ल प्रदेश सुशासन लेखाइरह हुन्छ त हजुर, इम्पोर्टेन्ट कुराहरू पनि लेखाइरह हुन्छु मैले होइन, यहाँभित्र तपाईँहरूलाई लेखाइदिइरहेको नै हुन्छु लगभग इम्पोर्टेन्ट इम्पोर्टेन्ट। अब जस्तै तपाईँहरूलाई विशेष गरी दफाहरूबाट आउने भनेको एमसिक्यूका कुराहरू हो होइन। अब बाँकी भएका कुराहरू त म लेखाइ नै रहेको छु। अब यो प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2076 कोशी प्रदेश सम्बन्धी सामान्य जानकारीका कुराहरू गर्दाखेरि चाहिँ है, अब हामीले आजबाट चाहिँ हामीले सुशासन भनेको सर्वप्रथम के हो त सुशासन त्यो बुझ्यौँ। सुशासन भन्नाले के बुझिन्छ त्यो बुझ्यौँ होइन। अब सुशासन व्यवस्थापन सम्बन्धीका कुराहरू एमसिक्यूका कुराहरू पनि गरियो। उम्, अब भोलि भोलि बेलुकातिर आउँछ कि बुक? भोलि बेलुकातिरै आउँछ होला बुक। ल हेरिरहनु भएको छ होइन यो? देखिरहेछ नि हामीसँग। ल तल गएँ एकदम। पवन बोगटीजीले क्वेसन सोध्नु कोशी प्रदेश सुशासन ऐन 2076मा नागरिक वडापत्र राख्नुपर्ने व्यवस्था कुन दफामा उल्लेख छ? त्यो दफा 24मा हजुर है। दफा 24मा छ त्यो कुरा चाहिँ। ल त्यो लागु भएपछि हो, अब त्यो अहिले मनगढन्ती कुराहरू त भइ नै रहन्छन् नि है। कतिपटक फेल भएपछि दिन पाउने नपाउने भन्ने कुरा त त्यो लागु भएपछि हो, ऐन बनेर आएपछि मान्ने हो। अहिले त त्यो छलफलका कुराहरू त्यो त सुन्ने कानले उडाउने हो। त्यसमा राय त्यो चाहिँ हुनु हुँदैन भन्ने हो मेरो चाहिँ। केही छैन त्यसमा राय। ल बन्दैन होला। अहिले ड्राफ्ट पनि होइन, त्यो त छलफल हो। ड्राफ्ट पनि भन्न मिल्दैन त्यसलाई है। ड्राफ्ट भने त नेपाली मस्यौदा भन्ने हुन्छ, त्यो मस्यौदा बन्दैन। अहिले त छलफल मात्रै हो त्यो। सर बुक आउँछ, आउँछ हजुर आउँछ बुक। बुक आउँछ है, भोलि आउँछ बुक। त्यो प्राइस कति छ त्यो एकचोटि आउनु होला निम्सतिर होइन, भोलि थाहा पाइहाल्नुहुन्छ। मैले अस्तिदेखि भनिरहेको हुन्छु एउटै कुरा कति भन्ने।
सो आउँछ भोलिदेखि तपाईँहरूको अब बुक कहिले आउँछ भन्ने यो गुनासो पनि मैले सुन्दा सुन्दा पनि अति भइसक्यो होइन। भोलि तपाईँहरूले आउने हो। सर एमसिक्यू छ कि छैन? छ हजुर, एमसिक्यू छ। मैले भनिहालेँ तपाईँलाई, तपाईँहरूको सिलेबसमा रहेका हरेक टपिकको कुराहरू छ। थ्योरी छ होइन, थ्योरी सँगसँगै आउन सक्ने प्रश्नहरूको सोल्युसन सहित दिएको छ। सम्भावित प्रश्नहरूलाई तपाईँहरूलाई चाहिँ थ्योरीबाट आफै गर भनेर पनि दिएको छ है। अब त्यहाँ त निर्मलाजी तपाईँहरूकोमा त आइहाल्ला नि। यो चाहिँ लगभग यसलाई चाहिँ अब तपाईँलाई चाहिँ पढ्न जाने भने यो सबै प्रदेशको लागि हो। हेर्नु, सबै प्रदेशमा यस्तै यस्तै व्यवस्था हुन्। आवधिक योजना बाहेक सबै यो सबै प्रदेशमा काम लाग्ने हो पढ्न जाने भने चाहिँ होइन। सबै प्रदेशमा लगभगै व्यवस्था त्यही हो है। त्यसले गर्दाखेरि चाहिँ अब पढ्न जाने भने त त्यही हो होइन। अब नत्र होइन, अब फेरि एकोहोरो हुने हो भन्ने कुराहरू गऱ्यो भने यो कोसीको लागि मात्र हो। नत्र यस्तो यो एनहरू सबै प्रदेशमा छन्। तपाईँले पढ्न जान्नुभयो भने अब यो बुक हेरेर तपाईँले हरेक प्रदेशको एनहरू हेरेर अलि दफा मात्रै फरक होलान्। काहीँ तलमाथि दफा तलमाथि हुन सक्छन्। जस्तै नागरिक वडापत्र राख्नुपर्ने दफा यहाँ दफा 24मा छ भने कुनै प्रदेशकोमा दफा 30मा हुनसक्छ। यहाँ दफा 30मा गुनासो व्यवस्थापन छ भने गुनासो व्यवस्थापन कुनै प्रदेशको दफा 40मा हुनसक्छ। त्यही फरक हो। नत्र हरेक प्रदेशको लागि काम लाग्ने बुक हो यो। ऐन कानुन नियमका कुराहरू होइन। बिस्तारै अलि जिकेलाई पनि अलि कम कम गर्दै गइरहेको छ। त्यसले गर्दाखेरि चाहिँ यो सबैको लागि आउँछ, सबै प्रदेशको लागि काम लाग्ने हो भन्छु मैले, तपाईँहरूले जान्नुभयो भने। अब होइन जानिएन भने फेरि दफा बाहेक नत्र व्यवस्था, लेख्ने व्यवस्था हरेक प्रदेशको लागि काम लाग्छ। यो हरेक प्रदेशमा यो सबै ऐनहरू छन्। हरेक प्रदेशको लोकसेवा आयोगको ऐन छ। हरेक प्रदेशको सुशासन व्यवस्थापनको ऐन छ। हरेक प्रदेशको चाहिँ के छ त भन्दाखेरि स्थानीय सरकारी सेवा गठनको नियम छ, निजामतीको ऐन छ। संविधान त सबै प्रदेशलाई त्यही हो, सङ्घलाई पनि त्यही हो। त्यसले गर्दाखेरि पढ्न जाने भने यो समग्रको लागि हो, सङ्घको लागि पनि हो। झन् टेक्निकलको लागि त वान अफ द मोस्ट इम्पोर्टेन्ट हो यसलाई है। किनभने नियम कानुन ऐनका कुराहरू चाहिँ यहाँभित्रबाट जति उल्लेख भएका छन् ती कुराहरू सायदै तपाईँले अहिलेसम्म चाहिँ अब तपाईँहरूको टेक्निकलमा लगभग पिएममा पनि यस्ता बुकहरू आउँदैन थिए होइन। संविधानको स्ट्रेन्थ भनेको त मैले संविधानको महत्त्व तपाईँलाई लेखाइदिएको नै छु। संविधानको विकनेस भनेको चाहिँ संविधान चाहिँ के हुनु त भन्दाखेरि संविधान चाहिँ अलिकति आकाङ्क्षामुखी बढी हुनु होइन। कागजी पानामा मात्रै सीमित हुनु, त्यसलाई कार्यान्वयन गर्ने पाटाहरूलाई, निकायहरूलाई, निकायहरूलाई नियन्त्रण गर्न नसक्नु, नियमन गर्न नसक्नु होइन। त्यस पछाडि मनलाग्दी हिसाबमा चाहिँ सुशासनका कुराहरू चाहिँ कार्यान्वयन नहुन सक्नु। त्यस पछाडि अर्को संविधानको विकनेस भनेको सबै जस्तै सबैको जनभावना होइन लगभग समेटिएको छ। तर केही पक्ष अहिले पनि असन्तुष्ट छ। जस्तै मधेसतिर संविधान अहिले पनि जलाउने कोसिसहरू गरिरहेका हुन्छन् होइन। त्यो भइरहेका हुन्छन्। त्यो सबै पक्षलाई चाहिँ अब सबै कुराहरूको चाहिँ उल्लेख गर्न सम्भव नभएको हुनु र त्यस पछाडि संविधान भर्खरै बनेको, धेरै टाइम नभएका कारणले गर्दाखेरि, धेरै अवधि नभएका कारणले गर्दाखेरि यसलाई कार्यान्वयन गर्ने पाटोमा, यसलाई चाहिँ यसका कार्यान्वयनका पाटोमा यसलाई लागू गर्न बन्ने नियम कानुनका कुराहरूमा ढिलासुस्ती हुनु होइन, संसदले कामहरू नपाउनु लगायतका कुराहरू यसका विकनेसका कुराहरू गर्छन्। ल आजलाई यति गरौँ है क्लास। ल थ्याङ्क यू सो मच एभ्री वान। ओके ओके दिलीपजी, ओके हस्, हजुर पनि खानु होला ल। म शङ्खमुनितिर बस्छु। ल एभ्री वान। ल है, भोलि बुक आउँछ बेलुकासम्म, यतिसम्म बुक आएको थाहा पाइहाल्नुहुन्छ। ल थ्याङ्क यू सो मच। ल गुड नाइट एभ्री वान, गुड नाइट।